दर्शक नमस्कार। डे 91 टियु क्रिकेट मैदानको लगातार निरन्तर रूपमा अपडेट दिने क्रममा आज पनि एउटा महत्त्वपूर्ण जानकारी सहित हामी उपस्थित भएका छौँ। अन्तिमसम्म हेर्नुहोला र तपाईलाई हामीले देखाइरहेका छौँ यो तेस्रो नम्बरको फ्लडलाइट जहाँको यो काम अगाडि बढिरहेको छ। यसरी एङ्कर प्लेटको काम अगाडि बढिरहेको छ, ढलानको काम निकै अगाडि बढ्नेवाला रहेको छ भने दोस्रो नम्बरको चाहिँ धेरैजनाले खोजिरहनु भएको थियो। यसको अपडेट हेर्नुहोला यो अवस्थामा रहेको छ र यसको पनि काम अब अगाडि बढ्नेवालामा रहेको छ। अलिकति डिजाइनमा केही परिवर्तन भएका कारण चाहिँ यसको समयमै काम अगाडि नबढ्न सकेको हो। त्यसो त तल्लो तहका तीनैवटा फ्लडलाइटको डिजाइन अलिकति परिवर्तन भएको छ र यो पछिल्लो क्षेत्रबाट खिचिएको टियु क्रिकेट मैदानको 23,000 स्क्वायर फिट तर्फको यो ताजा दृश्य आज 91औं दिनमा के कस्तो रहेको छ भन्ने विषयबारे जानकारी दिनै पर्दा यो जुन स्कोरबोर्ड साइडमा रहेको छ भर्याङको चाहिँ यसको काम अगाडि बढिरहेको छ भने सँगै अन्य दृश्यहरू पनि रहेका छन्, पछिल्लो भागबाट देख्न सक्नुहुनेछ। यसरी 23,000 स्क्वायर फिटको यो एउटा ब्लकमा काम भर्याङको सकिरहँदा यस क्षेत्रमा पनि अब छिट्टै नै यसको ढलान गर्ने स्ल्याब कास्टिङको काम अगाडि बढ्नेवाला रहेको छ। त्यसका लागि यसरी तयारी भइरहेको दृश्य सामग्री तपाईहरुलाई हामीले प्रस्तुत गरिरहेका छौँ। हेर्नुहोला र यसको पनि छिट्टै ढलान हुनसक्छ र अघिल्लो भागबाट भने यो जुन रहेको छ डिजिटल स्क्रिन बोर्ड अगाडि नजिक रहेको यसको पनि यसरी टाइबिमको काम निकै अगाडि बढिरहेको छ। अगाडि बढ्दै गर्दा अन्य क्षेत्रको काम गतिविधिहरू पनि हामी तपाईलाई देखाउन चाहन्छौँ। हेर्नुहोला यतातर्फ चाहिँ अब छिट्टै नै ढलान हुनसक्छ भन्ने एउटा आकलन गरिएको छ। सेड्युल अनुसार चाहिँ बुधबारका दिन यहाँ चाहिँ ढलान हुनुपर्नेछ। अब यसका लागि चाहिँ लगभग तल्लो एरियामा 23,000 स्क्वायर फिटको यो टावर क्षेत्रको तल्लो एरियामा बुधबार चाहिँ ढलान गर्न सक्ने एउटा तालिका बनेको छ र अन्य प्रब्लम आएन, यहाँ चाहिँ यस्ता खाली केही कठिनाई समस्या सकसहरू आएन भने चाहिँ यो छिट्टै नै ढलान हुनेछ भन्ने एउटा निर्माण पक्षको अपेक्षा रहेको छ। त्यही अनुसार योजना कार्यान्वयन गर्ने पक्षमा निर्माण पक्ष रहेको छ र यसरी टियु क्रिकेट मैदानको यो क्षेत्रमा अलिकति फर्माको काम चाहिँ बाँकी रहेको छ, जहाँ चाहिँ यी अघिल्लो भागमा अलिकति खुल्ला रहनेछ 23,000 स्क्वायर फिटको यो भिआइपी प्याराफिट क्षेत्रमा र यो तरिकाले लगातार निरन्तर रूपमा काम भइरहँदा आजको यो अवस्थामा टियु क्रिकेट मैदान आइपुगेको छ। अझै तीव्र गतिमा काम गर्नुपर्ने अवस्था छ। निर्धारित मिति घर्किएको छ र नयाँ निर्धारित मितिमा अझै काम सक्नुपर्ने एउटा महत्त्वपूर्ण चुनौती र एउटा अवसर पनि रहेको छ, जसलाई निर्माण पक्षले पक्कै पनि खेर फ्याँक्न दिँदैन भन्ने एउटा अपेक्षा राखिन्छ। पछिल्लो समयमा यो काम गराएको शैली हेर्दा त्यो अवस्था देखिन्छ भन्ने यहाँको विश्वास रहेको छ र त्यही अनुसार यता 23,000 स्क्वायर फिटको एउटा ब्लकमा अब छिट्टै नै ढलान हुनेछ यो अपेक्षा राख्न सकिन्छ र सम्भवतः बुधबार भएन भने ढिलामा बिहीबारसम्ममा यहाँको काम सकिन्छ भन्ने एउटा प्रक्षेपण भने गरिएको छ, जहाँको दृश्यलाई हामीले लगातार निरन्तर रूपमा तपाईहरुमाझ प्रस्तुत गरिरहेका छौँ र त्यही दृश्य आज हामीले तपाईलाई प्रस्तुत गरिरहेका छौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला र हेरिसकेपछि केही प्रश्नहरू छन् भने पनि राख्न सक्नुहुनेछ। यहाँ चाहिँ भर्याङ क्षेत्रमा कसरी काम हुन्छ भन्ने विषय तपाईले देख्नुहुनेछ। कसरी काम हुन्छ, तलबाट कास्टिङ स्ल्याब भइसकेको छ भर्याङको भने माथिल्लो क्षेत्रमा यसरी काम हुँदैछ, जहाँ रडको काम एकदमै तीव्र गतिमा भइरहेको यो ताजा दृश्य रहेको छ र यसरी काम भइरहँदा एउटा छुट्टै आकर्षक दृश्य अब टियु क्रिकेट मैदानले 23,000 स्क्वायर फिटतर्फ पाउँदैछ, जहाँको दृश्यलाई पछिल्ला दिनहरूमा हामीले तपाईलाई 60,000 स्क्वायर फिटतर्फको यता 6औं ब्लकको तल्लो भागमा भएको ढलान र 4थो ब्लकको तल्लो भागमा भएको ढलानका दृश्य जस्तै यस क्षेत्रमा भने छिट्टै दृश्यहरू आउनेछन्, यहाँ चाहिँ यी अवस्थामा ल्याइनेछन् भन्ने एउटा अपेक्षा भने गर्न सकिन्छ। त्यसका लागि केही समय अझै कुर्नु पर्नेछ र त्यसका लागि नियमित रूपमा नेपाली क्रिकेटहरूले कुरिरहेको यो समय आउनेछ भन्ने विषयको एउटा अपेक्षा भने राख्न सकिन्छ। र हेर्नुहोला माथिल्लो भाग तल्लो भाग यो विशेष गरी 6औं ब्लकमा भएका उपलब्धि र केही बेरमा हामी तपाईलाई जुन 4थो र 5औं जुन यो ब्लक रहेका छन् ती ब्लकमा के कस्ता काम आज भए त भन्ने विषयको अपडेट पनि रहेको छ। अन्तिमसम्म हेर्नुहोला हिजोदेखि भएका यी कामको प्रगति कति भयो भन्ने विषयको एउटा ताजा अपडेट पनि रहेको छ र यो अपडेट पनि हामी तपाईलाई गराउने नै छौँ। हामीले दिउँसो पख तपाईलाई यो
भिडियो सामग्री कैद गरेर तपाईहरुमा आज प्रसारित गरिरहेका छौं। नियमित रूपमा यो सार्वजनिक गर्ने, कैद गर्ने र तपाईहरुमा आज प्रस्तुत गर्ने क्रममा आजको भिडियो सामग्रीमा पनि यी विषयलाई प्राथमिकता दिँदै तपाईहरुमा आज यी विषय प्रस्तुत गरिरहेका छौं। तपाईले 6औं देखि 1 नम्बरसम्मको ब्लकको कामको प्रगति देख्नुभयो। 1 नम्बरको ब्लकको प्रगति हेर्नुहुन्छ भने यहाँ चाहिँ यसरी यो ढलान गर्नका लागि विशेष गरी यहाँ चाहिँ यो टाइबिमका काम अगाडि बढाउनका लागि काम अगाडि बढेको छ र यो चौथो यो पहिलो ब्लकको तल्लो भागमा अलिकति स्लो काम भइरहेको थियो भन्ने विषय अलिकति सबैजनालाई लागिरहेको थियो। तर आज भने यहाँ चाहिँ यसरी ढलान गरिएको छ, पीसीसी ढलान गरिएको अवस्था रहेको छ। यसरी सोलिङ भइसकेपछि त्यसरी काम भइरहेको अवस्था पनि छ र समग्र भिडियो सामग्री आज हामी तपाईलाई प्रस्तुत गरिरहेका छौं र कसरी भइरहेका छन्, कुन दृश्य कुन स्थानबाट कस्तो देखिन्छ भन्ने दृश्य पनि तपाईहरुले यहाँबाट हेर्न सक्नुहुनेछ र यी तरिकाका दृश्यहरू खिचिरहँदा तपाईहरुलाई सार्वजनिक गरिरहँदा केही प्रश्नहरू छन् भने राखिदिनु होला। र यो तरिकाले काम भइरहेको छ। माथिल्लो भागमा पनि अब छिट्टै नै ट्रेड र राइजरका काम अगाडि बढ्नेछ। तल्लो भागको अलमोस्ट काम सकिएको अवस्था रहेको छ र यता चाहिँ 60,000 स्क्वायर फिट तर्फको अलिकति काम र जुन तरिकाले कार्यतालिका राखिएको थियो त्यसमा आएको केही अवरोधका कारण भने तोकिएको समयमा अलिकति नहुने हो कि भन्ने आशंका पनि रहेको छ। यद्यपि परिचालन गर्नका लागि निर्माण पक्ष आफ्ना कामदारहरूलाई परिचालन गर्न सक्षम छौं हामी भनेर प्रतिबद्धता पनि व्यक्त गरेको अवस्था पनि छ। तर कार्यान्वयनको पक्षमा भने अलिकति कमजोरी हो कि जस्तो पनि देखिन्छ। निर्माण पक्षले यो विषयलाई अझै सुधार गर्दै समयमै सम्पन्न गर्नेतर्फ अग्रसर हुनुपर्ने अवस्था छ। हेर्नु होला कसरी नापी हुन्छ, लेभल कसरी नापी हुन्छ, 1 mm पनि फरक पर्नु हुँदैन। यो लेभलिङ यसरी गरिन्छ जसरी यहाँको चाहिँ काम अगाडि बढिरहेको छ। यी चाहिँ सूक्ष्म रूपले काम भइरहेको यो एकदमै एक्सक्लुसिभ दृश्य रहेको छ, जुन दृश्यलाई तपाईलाई हामीले नियमित रूपमा प्रस्तुत र प्रसारण गर्दै आइरहेका छौं। र यो तरिकाले निर्माण कम्पनीले आफ्ना कामदारहरूलाई खटाइरहेको छ र अन्तिम यसको चाहिँ जुन रहेको छ नापीको काम, अन्तिम नापीको काममा पनि त्यसैगरी ध्यान दिनुपर्ने हुन्छ। अहिले जुन बेस बनाइएको छ त्यसकै आधारमा नै यसले कुन लेभलमा रहन्छ भन्ने कुराको निरीक्षण गर्ने हुने छ र त्यही अनुसारका कामहरू आजैका दिनबाट नगरे होल संरचनामै एकदमै ठूलो संकट आउने, समस्या आउने हुन सक्छ। त्यसैले गर्दा यो चाहिँ एकदमै चुनौतीपूर्ण विषय रहेको छ। निर्माणको यो ढलान स्ल्याब कास्टिङको अगाडिका गर्नुपर्ने यो महत्त्वपूर्ण विषय रहेका छन्, महत्त्वपूर्ण काम रहेका छन् र कामदारहरूले यसरी नियमित रूपमा यो तरिकाले टियु क्रिकेट मैदानमा काम गरिरहनु भएको छ र यो तरिकाले काम गरिरहँदा आज 91औं दिनमा आएर यो भिडियो सामग्री हामी तपाईलाई प्रस्तुत गरिरहेका छौं। हेर्नु होला कस्तो लागिरहेको छ। केही प्रश्न छन् भने कृपया कमेन्ट गर्न पनि नभुल्नु होला। हामी तपाईहरुलाई नियमित रूपमा यहाँको अन्य अपडेट पनि दिनेछौं। यसपछिका विशेष अपडेट रहनेछन्। अब 60,000 स्क्वायर फिट तर्फको तपाईहरुको ध्यान आकर्षण पनि हामी गराउन चाहन्छौं, जहाँ चाहिँ कार्य प्रगति के कस्ता छन् भन्ने विषय अबको विषयमा पनि रहनेछ। त्योभन्दा अगाडि यता माथिल्लो भागबाट कस्तो देखिन्छ त यो पनि हेर्न सक्नुहुनेछ। छिट्टै यतातर्फ पनि यो क्षेत्रमा तलबाट गन्दै आउनु भयो भने यी क्षेत्रमा पनि 14 वटा यसरी यो लेभलहरू, यो लेयरहरू अब ढलान गर्ने तयारीमा यहाँ पनि निर्माण पक्ष पुगेको छ। भर्याङ भन्दा यो बीचको भर्याङको भागभन्दा ठ्याक्कै तलतिरको भागमा चाहिँ ढलान गर्ने अवस्थामा निर्माण पक्ष पुग्न लागेको छ। यसको अन्तिम नाप जाँच गर्नका लागि मात्रै बाँकी रहेको अवस्थामा 60,000 स्क्वायर फिट तर्फको अघि पनि हामीले तपाईलाई भनिसकेका छौं। यसका अन्य प्रगतिका विवरण के कस्ता छन् भन्ने विषयको जानकारी माथिल्लो भागबाट यसका चाहिँ ढलानका कामहरू र यता यो चौथो ब्लकमा जहाँ ढलान भइरहेको थियो त्यहाँ चाहिँ अलिकति हुन नरहेको अवस्था र 5औंमा आज गर्ने भनिएको थियो, त्यो हुन नसकेको जानकारी सहित 6औंमा अन्य गतिविधि के कस्तो छ त यो ब्लकमा यी सहितका अबको सामग्री केन्द्रित रहनेछ। हेर्नु होला सबै सामग्री तपाईलाई हामी प्रसारण गर्नेछौं, जानकारी गराउनेछौं र यसरी स्टेप बाइ स्टेप रूपमा काम अगाडि बढिरहँदा यी ब्लकहरुमा चाहिँ रडका कामहरू धेरै अगाडि बढिसकेका छन्। कामहरू धेरै नै अगाडि बढिरहँदा अलिकति 1 नम्बरको ब्लकमा चाहिँ अलिकति सूक्ष्म गतिमा काम भएको, अलिकति सुस्त गतिमा काम भएको हो कि भन्ने एउटा आकलन गरिएको छ। त्यो अवस्था देखिन्छ। यद्यपि अन्य जुन ब्लक रहेको छ तिनीहरूको तल्लो भागमा भने आक्रामक रूपमा काम भइरहेको छ। स्ल्याब यो कास्टिङको काम अगाडि बढाउनका लागि यसरी डबल जाली बान्ने कामहरू भइरहेको अवस्था पनि रहेको छ
र यसरी नियमित रूपमा यी कामहरू भइरहँदा अब तेस्रो र दोस्रो जुन यो ब्लकहरू रहेका छन् ती ब्लकमा यसरी अब स्ल्याब बनाउने र त्यसलाई चाहिँ कास्टिङ गर्ने काम अगाडि बढ्नेछ र ट्रेड र राइजरको काम अगाडि बढ्नेछ। यी दोस्रो र तेस्रो क्षेत्रमा प्रवेश गरिसकेको छ जाली बाँध्ने काम र तल्लो भागमा यसरी भइरहँदा माथिल्लो भागको कामको प्रगति अगाडि बढाउनु पर्नेछ। सँगै 1 नम्बरको जुन ए ब्लकको क्षेत्रमा पनि अलिकति कामको गति सुस्त जस्तो भएको छ, त्यसलाई पनि आक्रामक रूपमा अगाडि बढाउनु पर्नेछ र त्यही अनुसारका कामहरू यहाँ गर्नुपर्ने अवस्था छ। जुन कामलाई नियमित रूपमा अझै आक्रामक रूपले गर्न सकिएन भने तोकिएको मितिमा अझै कठिन पर्न सक्छ। निर्माण पक्ष ढुक्क रहँदै पनि अन्य मौसमका साथ नदिने र वर्तमान राजनीतिक समसामयिक घटनाक्रमले पनि अलिकति सकस पार्न सक्ने जस्ता विभिन्न चुनौतीहरू रहेका छन्। ती चुनौतीहरूलाई सामना गर्दै निर्माण पक्षले यी क्षेत्रहरूमा विभिन्न कामहरूलाई अलिकति पूर्व तयारी चाहिँ मजाले गर्नुपर्ने अवस्था रहेको छ। र आज ग्राउन्डको अवस्था पनि हेर्नु होला। अलिकति खेलको यहाँ केही आयोजनाहरू पनि भएका थिए, परराष्ट्र मन्त्रालय अन्तर्गतका निकायका खेल पनि भएका थिए, त्यसले मैदान हरियो बनाइएको छ। ग्रास कटिङको काम अगाडि बढाइएको छ र यो टावर क्षेत्रबाट खिच्दको यो महत्त्वपूर्ण दृश्य हो र जहाँबाट देखिएका अन्य दृश्यहरू पनि तपाईँहरू हेर्न सक्नुहुनेछ। र यो 5औं जुन ब्लक रहेको छ यसको चाहिँ आज यसको कास्टिङ गर्ने ढलान गर्ने काम बनिएको तोकिएको थियो, हुन सकेन, सम्भवतः भोलि हुनेछ। र यता चौथोको पनि कुराकानी गर्नुहुन्छ भने चौथोमा हिजोदेखि थालिएको थियो, हिजो 8 बजेदेखि गर्ने भनिएको थियो। मेसिन बिग्रिएका कारण यो 3 बजेबाट सुरु भएको थियो र कामदारहरूले काम गर्दा गर्दा रातभर काम गर्दा यो अवस्थामा पुर्याएका छन् र अहिले भने काम अहिले हुन सकेको छैन। कामदारहरूलाई थकाइ लागेको छ। ढलान गर्ने निर्माण पक्ष छुट्टै रहने हुँदा त्यसलाई चाहिँ अलिकति व्यवस्थापन गर्न, कामदार व्यवस्थापन गर्न अलिकति सकस परेको हुनसक्छ र यो तरिकाले अलिकति ढिलाइ भएको आकलन गरिएको छ। आजको यो दृश्यमा यसरी काम भइरहेको छ, हेर्नु होला के तरिकाले काम भइरहेको छ, कस्तो भइरहेको छ भन्ने हामीले तपाईँलाई देखाइरहेका छौँ। र यो तरिकाले निर्माण क्षेत्रमा भएको भौतिक प्रगतिको यी विवरण रहे। आजको समग्र निर्माण पक्षको कुराकानी गर्दा चौथो ब्लक जुन रहेको छ त्यसमा चाहिँ कास्टिङ काम अझै नसकेको एउटा अपडेट रह्यो। त्यस्तै हामीले तपाईँलाई फ्लडलाइटका अन्य दृश्य सामग्रीहरू पनि तपाईँलाई प्रसारण गऱ्यौँ र फ्लडलाइटको हाइमास्ट पोल आज आउने भनिएको थियो, आउन सकेको छैन, अलिकति बाटोका कारण आउन सकेको छैन भन्ने विषयको जानकारी हामीलाई प्राप्त छ र अझै 3-4 दिन अझै लाग्न सक्ने भन्ने बताइएको छ। यस्तो अवस्था रह्यो। समग्र पक्ष यो तरिकाले काम भइरहेको छ र हामीलाई तपाईँहरूले हेरिरहनु भएको छ। कस्तो लाग्यो आजको भिडियो सामग्री? केही छन् भने कमेन्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। आजको लागि हामी बिदा चाहन्छौँ। भोलि फेरि नयाँ सामग्रीसहित नयाँ अपडेटसहित उपस्थित हुनेछौँ र सँगै नेपालले CWCL2 को खेल पनि खेल्दैछ, स्कटल्यान्डसँग आज खेल्दैछ। कस्तो रहला त नतिजा आकलन पनि गर्नुहोला, कमेन्ट गर्न नभुल्नुहोला र यो नतिजाले नै भोलिका दिनमा यो मैदानमा हुने खेल र यसले पार्ने प्रभाव निकै ठुलो र अर्थपूर्ण रहनेछ। त्यसको पनि हामी प्रतीक्षामा रहेका छौँ। आजलाई भने बिदा हुन्छौँ। नमस्कार।